के भयो किन रोएर त उसले मलाई चिट गरे के 3 वर्षको रिलेसन के 3 वर्षको कति टाइम दिए थियो कि उसले मैले आफ्नो लास्टमा आएर अर्कै केटासँगको मेसेज देखेँ के ब्रो यार नो रो यार प्लिज हामी बुझ्छौँ कि तेरो दुःख म त बुझ्दैन भाइ म आएको मेरो गर्लफ्रेन्ड त लास्ट लोयल छ है केटा कस यस्तो त गर्दैन लास्ट लोयल छ छोडिदेऊ 1-2 महिनादेखि मलाई धेरै इग्नोर गर्न लाग्थ्यो कि मैले त्यति बेलै बुझ्नु पर्ने थियो कि मेरो त त्यस्तो छैन भाइ लास्ट लोयल दिनभरि के गर्छु सब भन्छ कि मलाई सब के बिहान कति बेला उठी कति बेला के खाएँ होइन कति बेला कहाँ जान लाग्छ सब के एक कुरा भन्छ मलाई त बुझिसके यार तेरो राम्रो चाहिँ भयो चिप लाग्न यार एकछिन उसले त मलाई राति फेरि मेसेज पनि गर्न छोड्यो कि मेरो मेसेजको समेत रिप्लाई नगर्ने कि पहिला त जहिले सुत्नु भन्दा अगाडि जन्ने मेरो त त्यस्तो छैन म त बुझिसक्थेँ त्यस्तो मलाई गरे भए म त बुझिसक्थेँ भाइ यस्तो गुवाच छैन नि म मेरोले त होइन सुत्ने बेला पनि मलाई फोन नगरेसम्म सुत्दैन कि ए गेम हो यो गेम हो कम्पिटिसन चल्दैछ यहाँ होइन मैले जस्ट मेरो केटी यसको केटी जस्तो छैन पो भनेको हो मेरो जस्ट लोयल छ राम्रो छि पो भनेको हो ल हेर ब्रो यही त हो मलाई चिट गर्ने मुख सम्हालेर बोल भाइ म माग कसम मारिदिउँला बानेश्वर बस्सी एउटा हातमा 6वटा औँला छ पछाडि ढाडमा स्नेकको ट्याटु छ अब बुझिस् कस्तो हुन्छ